Hello and namaste everyone. Welcome to my channel. I hope सबजना सन्चै हुनुहुन्छ होला र हामी पनि सन्चै छौँ। गाइज हामी चाहिँ म चाहिँ आज दिदीको मन्दिर आएको होइन जहाँ पनि सुक्क कि भन्नु डल्छ र हामी किमानगञ्ज देख्न सक्नुहुन्छ। हाम्रो अर्डर अझै बाँकी नै छ है गाइजहरू। हामी चाहिँ सुक्क लुकेर आएको नि फेरि दुईजना थाहा पायो भने मार्छ हामीलाई गाइजहरू। एकदम मिठो छ गाइजहरू। Lasted. Guys, this is very एकदम मिठो छ। 10 out of 10 एकदम जुसी मिठो। यति मिठो हुन्छ हामी आज।
लाग्दैन नि त्यस्तो प्लास्टर जस्तो लाग्यो क्या मलाई जस्तो लाग्यो जस्तो लाग्यो वही भन्नु गाइजहरू हजुर गुन्गुमा हिट गर्न सक्नुहुन्छ गाइजहरू तपाईँहरू गुन्गुमा भिजिट गर्न सक्नुहुन्छ यस्तो दामी छ गुन्गुमा पनि एकदम जुसी एकदम इमान रस पनि वाउ छ यस्तै आलु भयो बदाम पनि मिठो लागेको छ बदाम सक्ने गर्नु भनेको त मैले मजाले बुझेको दाम Guys, jadi ini dieting. Ini dieting guys ini. Guys, dia yo मेरो dieting. Itu दिन सब लगे. के दाम ब्लॉग में बना तेरा dieting होने ना. ये guys साइड है. हाँ. Dieting दीजिए है. SMS पनि हान्दिनु हो कि छोडी ल
अनि गाइजहरू हामी चाहिँ अब यहाँ आएको बेला के अरे दुईजना हामी सबैजना दिदीबहिनी सँगै हुन्थ्यो नि त अरू बेलामा यस्तो बाहिरहरू जाने सँगै खाने सँगै डुल्ने सँगै हिँड्ने गर्थ्यो नि त अनि आज चाहिँ सबैजना ड्युटी अनि दिदीले आइज भनेर म आएको किनकि मेरो छुट्टी थियो क्या आज गाइजहरू अनि छुट्टी थियो दिदीको नि यहाँ ड्युटी अफ भएर अनि हामी दुईजना सँगै मेरो पनि छुट्टी भएर दिदीकोमा आएको अनि आएको बेलामा त्यहाँ गुन्द्री छिर्ने भनेर गुन्द्री गएको हेर्नु गाइज अनि हामीले सुक्क दुईजना मात्र के आएको बेला जाम भनेर गयो खाइयो यहाँ पेट फुल पनि भयो अनि यो भिडियो हेरेर के भन्नुहुन्छ हामीलाई थाहा छैन गाइजहरू हामीले चाहिँ भिडियो पनि बनायौँ है अब उनीहरूको के रेस्पोन्स आउँछ म हजुरहरूलाई देखाउँछु है फेरि भिडियो बनाएर किनकि हामी दुईजना लुकेर सुटुक्क आम त खोर्सानी नभनिकन अनि उनीहरूले के रेस्पोन्स गर्छ अनि म तपाईँहरूलाई देखाउँछु ल हाम्रो चाहिँ अझै लोकेसन आइपुगेको छैन गाइजहरू हामी हिँड्नेछौँ आज हामीले यति खाएछौँ कि गाइज हामी हिँड्न सक्ने हालतमा नि छैन त्यस्तो